DJI Osmo Action 6 चाहिँ अहिले कभर बिना आउने हुनाले चाहिँ हामीले कभर एक्स्ट्रा किन्नुपर्ने हुन्छ। त्यसैले मैले चाहिँ यो सिलिकनको कभर प्लस लेन्स क्याप चाहिँ किने गाइस। यो चाहिँ तपाईको क्वालिटी पनि राम्रै छ यसको। हार्ड केस किन्दाखेरि धेरै प्राइस पर्ने हुनाले चाहिँ यो चाहिँ तपाईको हार्ड केस भन्दा सस्तो पर्ने हुनाले मैले चाहिँ यो किनेको हो। यो चाहिँ मैले क्यामेरामा फिट गरिसकेपछि यो यस्तो देखिन्छ। यसमा अगाडि लेन्स क्याप आउँछ अनि वरिपरि चाहिँ तपाईको यसरी फिट गरिसकेपछि क्यामेरा पनि प्रोटेक्ट भयो र अलिअलि तपाईको स्क्रैचबाट पनि बस्यो। सँगसँगै चाहिँ तपाईको लाइट वेट पनि देखियो, लुक्स पनि राम्रो देखियो अनि यसमा इजिली चाहिँ तपाईको यो सेल्फी स्टिक माउन्ट पनि गर्न सकिने म्याग्नेटिक हुने हुनाले यतापट्टि देख्न सक्नुहुन्छ। यसरी साइडमा चाहिँ तपाईको यो चार्जिङ गर्न अथवा चाहिँ तपाईको अरु टाइप सी माइक्रो एड गर्न पनि सजिलै सकिने अनि यो साइडमा ब्याट्री ओपन र रिप्लेस गर्न पनि सजिलै सकिने। यस्तो हुनाले चाहिँ यो केस चाहिँ मलाई उपयुक्त लाग्यो। अब हार्ड केस चाहिँ धेरै महँगो पर्छ, 5000 भन्दा माथि पर्दो रहेछ बजारमा, लगभग 6000 पनि भन्दा रहेछन् ठाउँ ठाउँमा। तर यो केस चाहिँ 1000 रुपैयाँ भन्दा मुनि पर्ने हुनाले हाम्रो बेसिक यो चाहिँ प्रोटेक्सनको लागि चाहिँ यो केस उपयुक्त रहेछ है गाइस। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यो चाहिँ टेलिसिनको भएको हुनाले चाहिँ अलिकति क्वालिटी पनि राम्रै छ। यसमा लेन्स क्याप कभर र तपाईको यसमा एउटा आउँछ, यसमा आउने भनेको एउटा यो डोरी आउँछ यस्तो, यो हाम्रा क्यामेरा होल्ड गर्नको लागि। यो चाहिँ तपाईलाई चाहियो भने पनि राख्न सक्नुहुन्छ। तर मलाई चाहिँ यो टेलिसिनको यो सिलिकन केस चाहिँ पर्फेक्ट लाग्यो गाइस। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला।